हाम्रो समाजको वास्तविकता र सत्य सुनौँ है त। भाइ काङ्ग्रेस दाइ एमाले हुन्छ, काटाकाट हुन्छ, कुट्छन्, मार्छन्, भोट हाल्छन्, टाउको फुटाउँछन्। भोलि भोट चुनाव भइसकेपछि, भोट गन्ती भइसकेपछि माथि माथि दुईजनै ट्याक्क गठबन्धन भयो भन्छन्। दाइले भाइलाई कुटिसक्यो, भाइले दाइलाई कुटिसक्यो, यसरी लडाइरहेछन् हामीलाई। दलले नै बिगारेको देश हो, दलको दलदलमा फसेको देश हो यो। अब सम्बन्धित निकाय भन्नुहुन्छ, सम्बन्धित निकायहरूले त हाम्रो कुरै सुनिदिँदैन, सबुत माग्न खोज्छन्। मजदुर भनेको मजबुरीमा मजदुरी गरिन्छ। दिनभरि काम गरेर तपाईँलाई बेलुका चाहिँ पुरा आधिकारिक स्लिप काटेर चाहिँ यसलाई दिनभरि काम गरे यति भनेर कुनै पनि साहुहरूले दिन्छन् हामीलाई चल। अनि कहीँ गयो सरकारी निकायतिर गयो हामीलाई यस्तो भयो भने सबुत के छ भन्छ। के दिने हामीले सबुत भन्नुहोस् त। जाउँ न त, अन द स्पोट काम गरेर ठाउँमा दुनियाँले देखेको छ, हामीले त्यहाँ काम गरेको मेहनत गर्ने त्यहाँ देख्ने समाज छ भने कोही पनि गइदिँदैन। दुःख त्यो हो क्या हाम्रो, बुझ्नुभयो। यहाँ सबुत 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 भन्छन् कि हामीले चाहिँ कहाँ गएर माग्ने त न्याय? गरिबले बोल्न पाउनु पर्दैन? तपाईँ यो सरकारको विरोध त गर्दै हुनुहुन्न? सुन्नुहोस्, म कसैको पनि विरोध गर्दिनँ। विपक्षी दलले खटाएको पो हो कि? मेरो त आफ्नो प्रष्ट विचार छ, दलले नै बिगारेको देश हो, दलको दलदलमा फसेको देश हो यो, बुझ्नुभयो नि। त्यही भएर म स्वतन्त्र आफ्नो अभिव्यक्ति दिइरहेछु। म कुनै पनि दलको समर्थन गर्दिनँ। म के भन्न चाहन्छु भने होइन, समग्र नेपालीलाई, आज यी दलहरूले हाम्रो जुन जनसङ्ख्या, हाम्रो एकतालाई भाडेर काङ्ग्रेस एमाले माओवादी बनाए। गाउँमा के हुन्छ तपाईँलाई थाहा छ? चुनावको बेलामा भाइ काङ्ग्रेस दाइ एमाले हुन्छ, काटाकाट हुन्छ, कुट्छन्, मार्छन्, भोट हाल्छन्, टाउको फुटाउँछन्। भोलि भोट चुनाव भइसकेपछि, भोट गन्ती भइसकेपछि माथि माथि दुईजनै ट्याक्क गठबन्धन भयो भन्छन्। दाइले भाइलाई कुटिसक्यो, भाइले दाइलाई कुटिसक्यो, यसरी लडाइरहेछन् हामीलाई। अनि गल्ती हाम्रै देखाउँछन् घुमाएर। तिमीहरू मूर्ख हो भन्नुहुन्छ। हो, हामी नै मूर्ख हो, अझै पनि हामी दलकै पछाडि लागिरहेछौँ। नेपाली हुनै सकेका छैन। कोही काङ्ग्रेस भएका छन्, कोही एमाले भएका छन्, कोही माओवादी भएका छन्, कोही हर्का साम्बाङका भएका छन्, कोही कुलमानका भएका छन्। तपाईँलाई थाहा छ देश कुन द्वन्द्वमा फस्दैछ? सामाजिक सञ्जाल त तपाईँहरूले नै चलाउनुहुन्छ नि, म त हेर्छु दिनदिनै। यहाँनिर धर्मको नाममा, जातको नाममा यहाँ मान्छे काटाकाट गर्नेमा आइसकेका छन्। तपाईँलाई थाहा छ माइती घरमा आर्यन राईलाई कुट्न लागिरहेको थियो, सांसद जस्तो मान्छेलाई। देख्नुभयो नि देशमा हालत के छ? जातीय युद्ध, धार्मिक युद्ध हुँदैछन्। यहाँ दुईजना हाम्रो वेदिका शिष्य र अर्को एउटा को हुनुहुन्छ नि, उहाँहरूको झगडा हेर्नु भएको छ युट्युबमा, टिकटकमा। उहाँहरू त धर्ममा जानुभएको छ। अब त मान्छेलाई कसरी नेपालमा जुदाउने र कसरी फेरि जेनजी भन्दा ठुलो आन्दोलन कसरी क्रिएट गर्नेतिर गइरहेछन्।